देखि हामी अहोभाग्य हुने थियौँ। छिटै गाडी छिटै हामीले मनमा नै पूजा गरिसकेका छौँ। भगवान को लक्ष्मी नारायण भगवान को श्रीमद् भागवत महापुराण को व्यास गुरुदेव को भाष्यकार रामन से महाराज को सत्य सनातन वैदिक धर्म को प्राणी मात्र को आज को आनंद को संपूर्ण उपस्थित भक्तजनहरू को लक्ष्मीनाथ समारंभाम् नाथयामनमध्यमाम् अस्मद् आचार्य पर्यन्ताम् वन्दे गुरु परम्परा। यो नित्यमच्युतपदाम्बुजयुग्मरुक्मम् व्यामोहतस्तदितराणि तृणाय मेने अस्मद्गुरुर्भगवतोऽस्य दयैकसिन्धो रामानुजस्य चरणौ शरणं प्रपद्ये। स्तोताद्रिरामानुजयोगी भक्तं लोकाद्यसारङ्गमुनि प्रपन्नं निसर्गधि भक्तिविरात्तिकं श्री निवास रामानुजदास मेळे। ज्ञानानन्दमयं देवं निर्मलस्फटिकाकृतिम् आधारं सर्वविद्यानां हयग्रीवमुपास्महे। यन्ता प्रविश्य मम वाक्समिमां प्रसुप्तां सञ्जीवयत्यखिलशक्तिधरस्वधाम्ना अन्यास्तहस्तचरणौ श्रवणात्वगादीन् प्राणान् नमो भगवते पुरुषाय तुभ्यम्। कालो पर्वतनैमसि सरिहौस भाडो हवसागर हागो पिप्पलको बनुस कलमत्यो पृथ्वी बनुस कागज। लेखने हरदम हुन उन्हीं सरस्वती लेखुन प्रभु कई पनी। तिम्रा सतगुण को बखान गर्न सक्दैन कोही पनि। तिम्रा सतगुण को बखान गर्न सक्दैन कोही पनि। परमंगमय परात्पर अनंत अनंत कोटि ब्रह्मांड नायक अकाल करुणा वरुणालय सर्व जगन नियंता भक्तवान सकल्पतरु स्तडित पीताम्बर धरी रास बिहारी बांके बिहारी दया का सागर कृपा का खानी
उनै सर्वेश्वर अखिलेश्वर भगवान परमात्माको वाङ्मय मूर्तिको रूपमा प्रतिपादन गरिएको यो दिव्य महान ग्रन्थ। यो भागवत नाम लिने बित्तिकै हृदय पग्लेर आउँछ, हृदय आह्लादित भएर आउँछ। यो 4 अक्षरले बनेको भागवत। आहा, यो भागवत भनेको के हो? यो भागवतको मर्म के हो? यो भागवतले के सिकाइरहेको छ र भागवतले हामीलाई कस्तो किसिमको फल दिन्छ? आज एक एक हाम्रो अविनाश गुरुदेवको मुखारविन्दबाट हामीले श्रवण गरिरहेको छ। कस्तो सौभाग्य! आज उनी वाङ्मय मूर्ति स्वरूप भगवान श्री भागवतमा शिर झुकाई साष्टाङ्ग दण्डवत प्रणाम गर्दै सर्वेश्वर भगवान लक्ष्मी नारायण प्रति साष्टाङ्ग दण्डवत प्रणाम गर्दै वरण हुनुभएको हाम्रो गणेश गुरुदेव, साथै अत्यन्त सरस तरिकाबाट भागवत श्रवण गराउने हाम्रो व्यास गुरुदेव अविनाश स्वामीजी, साथै उपव्यास गुरुदेव, कलौ केशव कीर्तनात्। कलीमा भगवानको कीर्तन नगरिकन कार्य सिद्ध हुँदैन, सफल हुँदैन। र यो दिव्य कीर्तनमा यानि कि भजनमा आज आनन्द दिलाउने कलाकार उहाँलाई मैले मित्रहरू नै भन्ने गरेको छु, कलाकार मित्रहरू, साथै आयोजककर्ता परिवार, खासै हाम्रो यहाँ सानो नै होइन गीता सानो थापा, हाम्रो सानो थापा, मैले त उहाँलाई आमा नै भन्ने गर्छु, आमा नै भनेर निवेदन गर्छु। किनभने उहाँलाई मैले कुनै बेला वृन्दावनको यात्रा पनि मैले आफै स्वयं गराएको थिएँ। घरिघरि मेरो घरमा कुन दिन आउला गुरु, यस्तो दिन कहिले आउला भनेर मलाई घरिघरि वचन दिइबक्सेको थियो। आमा, हामीले पूर्ण गर्ने होइन, पूर्ण गर्नेवाला भक्त वत्सल भगवान हुनुहुन्छ, जो दयाका सागर कृपाको खानी भगवान भइबक्सिन्छ। उहाँले पूर्ण गरिबक्सिन्छ। आज पूर्ण भएको छ, आज त्यो दिन आएको छ, पूर्ण भएको छ। हामी अत्यन्तै खुसी छौँ। उहाँ आमा, उहाँको सुपुत्र हाम्रो विकासजी, विकासजी जो हुनुहुन्छ, उहाँले पनि यो दिव्य कार्यक्रमको आयोजना गरिबक्सेको छ। माताजीले सङ्कल्प गरिबक्सियो, आफ्ना पुत्रहरूले, पुत्रवधुहरूले आज इष्टमित्र कुलकुटुम्ब सबैसँग सल्लाह नभइकन यत्रो कार्यक्रम गर्न सम्भव हुन्छ। सबैको सल्लाह अनुसार उहाँले पनि यो सङ्कल्प गरिबक्सियो। उहाँकी धर्मपत्नी हाम्रो मेरिना भगवानको परम भक्त हुनुहुन्छ उहाँ, र मलाई सारा यो परिवारमा, यो थापा परिवारमा चिनाएर उहाँको परिवारमा मैले लगभग 5-6वटा भन्दा बढी भागवत मैले गरिसकेँ। सबैभन्दा पहिले जसको श्रेय 2070 सालमा हाम्रो बेलुला चोक निवासी हाम्रो रामजी थापा बुवा यहाँ मेरो अगाडि हुनुहुन्छ। उहाँको घरमा ख्यालमा सप्ताह भएको थियो। याद गरिबक्सिस्, 15 दिनको आयोजनामा अलौकिक श्रीमद् भागवत महापुराण मैले आफूले वाचन गरेको थिएँ। त्यस पछाडि लगत्तै उहाँको दिदी हुनुहुन्छ सीता पाइलामा, उहाँकी बुहारी जमुना आज हाम्रो अगाडि हुनुहुन्छ, जमुना कार्की। उहाँको घरमा स्वयं हाम्रो कर्ताको दिदीको घरमा, यहाँको कर्ताको दिदीको घरमा मैले गरेको थिएँ। आज हाम्रो रामजी बुवा जो हुन्छ, रामजी बुवाको छोरीको घर रमा, खै कता देखा जस्तो लागेको थियो, कता हो ए ल रमा थापा अस्ति भर्खर वैशाखको 23 गतेबाट एउटा बुढाइ र कण्ठ क्षेत्र नै पवित्र हुने गरी त्यहाँ दिव्य अलौकिक भागवत त्यहाँ अमृत बगेको थियो। आज भगवान नीलकण्ठ नारायण भगवानले बगाइबक्सेको थियो, जसको वाचन मैले आफैले गरेको थिएँ। यस्तो अलौकिक श्रीमद् स्वयं आमाको छोरी ज्वाइँ हाम्रो अनिलजी गौरी खै कता हुनुहुन्छ, जय होस्। उहाँको घरमा गत साल मात्र अगाडिल्लो वर्ष मात्रै मैले आफैले गरेको थिएँ। र हाम्रो कर्ता हाम्रो सानोमै दिदीको जो आमाको दाजु होइन, दाई, ठुलो दाई, भाइ, ठुलो भाइ, जय होस्। उहाँ जो हुनुहुन्छ कृष्णबहादुर थापा, उहाँको घरमा पनि विनयचोकभन्दा अलि माथि मैले आफैले वाचन गरेको थिएँ। तर यहाँ पनि मैले गर्न पाइनँ भन्न खोजेको चाहिँ होइन नै। फेरि त्यो सबैतिर सुनाउनु भयो। यहाँ चाहिँ नाइ, जसलाई भगवानले खटाइ बक्सिन्छ आखिर त्यसैले गर्ने हो, भागवत तयार गरी बक्सिन्छ हो। आज उहाँ त त्यहाँ चाहिँ
आखिरी उहाँहरूले मलाई यहाँ निमन्त्रणा गरेर मेरो घरमा आइदिएर भनिदिनुपर्छ गुरुदेव भन्नुभएको पनि भए पनि मैले आफूले पाउने थिएन। यसमा कुनै पनि गुनासो रहेको छैन। तापनि यो भागवतमा हामी जानुपर्छ, भागवतमा जानुपर्छ, भगवानको वाणी श्रवण गर्नुपर्छ। म त खासै भन्न पर्दाखेरि यहाँ हजुरलाई आफ्नो वाणी सुनाउन आएको चाहिँ होइन, सुन्न आएको। याद गरी बक्सेलाई अब सर्दी बक्सेमा धेरै आभारी छु हाम्रो स्वामीजी अविनाश स्वामीजीदेखि। र यस्तो दिवस त्यसमा पनि आज यहाँ पञ्चम दिवस अघि नै स्वामीजीले भनिबक्सियो। आज हामीले नन्द उत्सव मनायौँ होइन र? हो, मलाई त यतिखेर आउँदा हाम्रो सानोमै यो थापाको आमाको घरमा होइन, मलाई लाग्यो म त साँच्चै वृन्दावनै पुगेँ जस्तो लाग्यो। सबैजनाले एकचोटि हात माथि गरेर राधे राधे भनिदिनुहोस्। एकैछिन हामी भगवानको नाम संकीर्तन सबैजनाले प्रेमसँग सम्झ्यौँ है त। हस्, कृष्ण गोविन्द गोविन्द गोपाल, कृष्ण गोविन्द गोविन्द गोपाल, कृष्ण गोविन्द गोविन्द गोपाल, कृष्ण गोविन्द गोविन्द गोपाल। भज मुरली मनोहर नन्दलाल, भज मुरली सबैले हात माथि गरिबक्सेछ। भज मुरली मनोहर नन्दलाल, भज मुरली मनोहर नन्दलाल, कृष्ण गोविन्द गोविन्द गोपाल, कृष्ण गोविन्द गोविन्द गोपाल। जति जति हामी भगवानको नाम संकीर्तन गर्छौँ त्यति त्यति हाम्रो भित्रको मैलोहरू सबै पखालिन्छ। हेर्नु है, जसरी साबुन पानीले बाहिरको मैलो पखालिन्छ त्यसरी नै त्यति हाम्रो भित्रको विकारलाई पखाल्नु छ भने भगवानको नाममा डुबुल्की मार्नुपर्छ। कृष्ण गोविन्द गोविन्द गोपाल, कृष्ण गोविन्द गोविन्द गोपाल। वृंदावनमा रास रचाने, वृन्दावनमा रास रचाने, श्याम सुंदर वाला, श्याम सुन्दर वाला, ब्रजवासी का प्रीतम प्यारा, ब्रजवासी का प्रीतम प्यारा, ब्रजवासी का प्रीतम प्यारा, ब्रजवासी का प्रीतम प्यारा। नंद कहो नंद लाला हो प्रभु, नंद कहो नंद लाला, कृष्ण गोविंद गोविंद गोपाल, कृष्ण गोविंद गोविंद गोपाल। भज मुरली मनोहर नंदलाल, भज मुरली मनोहर नन्दलाल, कृष्ण गोविंद गोविंद गोपाल, कृष्ण गोविंद गोविंद गोपाल। आज हामी कृष्ण कथामा डुब्लिकेमा आइरहेका छौँ। जसरी आकाशबाट पानीको वर्षा हुन्छ त्यसै गरी आज यहाँ कृष्ण कथाको वर्षा भइरहेको छ। आज कृष्ण कथा मात्रै होइन, यहाँ भागवत रूपी अमृतको वर्षा भइरहेको छ।
ब्रजवासी का प्रीतम प्यारा नंद कहो नंद लाला हो प्रभु नंद कहो नंद राधे कृष्ण गोविंद गोविंद गोपाल कृष्ण गोविंद गोविंद भज मुरली मनोहर नंद लाला भज मुरली मनोहर नंदलाला कृष्ण गोविंद गोविंद गोपाल कृष्ण गोविंद गोविंद गोपाल राधे गोविंद गोविंद गोपाल राधे गोविंद गोविंद गोपाल कृष्ण गोविंद गोविंद गोपाल कृष्ण गोविंद गोविंद राधे गोविंद भगवान को उनैको महिमाको वर्णन आज हामीले सुनिरहेका छौँ। यो भागवत त्यत्तिकै सुन्न पाइँदैन। जन्म जन्मान्तरको भाग्यको उदय नभइकन श्रीमद् भागवत कथा श्रवण गर्न पाइँदैन। आज यस गृहरूपी मन्दिरमा भगवानको कृपा भएको छ। जन्म जन्मान्तरको भाग्यले मात्रै यो रसमा डुबुल्की मार्न पाइन्छ। श्रीमद् भागवत पीयूष पानाय रसलम्पटा। सुन्न त सुन्ने कसरी सुन्ने? सुन्न त भागवत सुन्ने हामीले कसरी सुन्ने? त्यसरी सुन्न सकेका छ कि छैन? लम्पट भएर सुन्नु पर्यो, किनकि यो भागवतको मर्म त वास्तविक एकदमै एकछिन गएर गजब रमाइलो रहेछ भन्या भनान चाहिँ हुँदैन। त्यसैले यो भागवत आज हेर्नु त पूर्व जन्मको तपस्याले साधनाले आज हाम्रो सानोमा यहाँ आमाको तपस्याले आज यो अमृतको वर्षा यहाँ भएको छ। त्यसैले यस्तो भागवतमा हामी डुबल्की मार्न पाएका छौँ र यो भागवत सुनेर हामी कहिले तृप्त हुन सक्दैनौँ। म एउटा भागवतको वक्ता हुँ, म यो भागवत कथा श्रवण गराएर कहिल्यै सक्दिनँ। मलाई त सबै भक्तहरूले भन्न थालिसक्नुभयो, हजुर त ढिला गुरु भन्नुहुन्छ मलाई क्या। मैले त यहाँ नन्दोत्सव गरेर आएको आज 3 वर्ष थियो, रन्जीलाई थाहा छ। हाम्रो रामजीको सबै परिवारलाई त मलाई थाहा छ। भगवानको निर्हेतु कृपाले यो सौभाग्य हामीलाई यहाँ प्राप्त भयो हो। त्यसैले जन्म जन्मान्तरको भाग्यको उदयले आज यो श्रीमद् भागवत रसमा हामी डुबुल्की मार्न पायौँ। तदेव रम्यं रुचिरं नवं नवं। यो भागवत कहिले सुनेर पुरानो हुँदैन, जहिले पनि नयाँ मात्रै भइरहने। जहिले पनि नयाँ मात्रै भइरहने। एक ठाउँमा सुन्यो अर्को ठाउँ नसुन्यो जस्तो लाग्दैन। हजुरले भागवतमा सुन्नुभयो, सुरुदेखि नै हेरिबक्स त कस्तो छ मङ्गलाचरणको महिमा। जन्मादस्य यतोन्नयाति तरत विज्ञास्वराट् तेने ब्रह्म हृदय आदि कवये मुह्यन्ति यत् सूरय तेजो वार्यमिदां यथा विनिमयो यत्र त्रिसर्गो मृषा धाम्ना स्वेन सदा निरस्तकुहकं सत्यं परं धीमहि। पहिलो श्लोक भागवतको यसको महिमाको वर्णन गर्न लाग्यो भने 2 घण्टा लाग्छ। माफ गरिबक्छ, गुरुदेवले पहिल्यैचोटि सुनाइसक्नुभयो, मैले भनिरहनु पर्ने आवश्यक पनि छैन। पहिलो दिन कस्तो आनन्द थियो, त्यतिखेर कस्तो छ। त्यतिखेर महर्षि वेदव्यासलाई असन्तोष हुने क्रममा उहाँलाई असन्तोष जब श्रीमद् भागवत महापुराण नबनाएसम्म महर्षि वेदव्यासलाई कहिल्यै शान्ति हुन सकेन। जब श्रीमद् भागवतको रचना गरिबक्सियो तब मनमा आनन्द मिल्यो हैन। त्यसै गरी महर्षि वेदव्यास यानी कि नारदजीको प्रेरणाले आज भागवत रचना गरिबक्सियो। आज नारदजीको पूर्व वृत्तान्तहरूले श्रवण गरिबक्सियो नि।
कस्तो दिव्य छ माताको महिमा, आमाको महिमा, हैन? आमा छ तिम्रो महिमा अपार, सिद्धिन्न गाए पनि बार बार, हरदम बहाए उपकार धार, गर्छौ मलाई अति हो सहारा। हे आमा, आज आमाको महिमाको वर्णन कसरी बताउँ म? एउटा श्लोकले हाम्रो हृदय पग्लेर सुनिबक्सियो। द्रौपदी महारानीलाई कति दुःख कष्ट पर्दाखेरि पनि आज द्रौपदी महारानीले विचलित नभइकन कसलाई सम्झिनु? कृष्णाय वासुदेवाय देवकी नन्दनाय च नन्द गोप कुमाराय गोविन्दाय नमो नमः। यथा ऋषिकेश खलेन देवकी। कस्तो छ आज भगवानको महिमाको वर्णन। जतिसुकै आपद पर्दाखेरि पनि अन्त्यमा हामीलाई चाहिने चाहिँ को उनी भगवान परमेश्वर श्रीमन्नारायणै भइबक्सन्छ हो। द्रौपदी महारानीले जति दुःख कष्ट भए पनि मेरो कृष्ण, मेरो कृष्ण, मेरो कृष्ण, तिमी छौ कहाँ मुरारी, किन आज हेर्दैनौ, सेवक रुँदैछ निसदिन, किन आँसु पुछ्दैनौ। मनमा व्यथा बोकेर गर्छु सधैँ पुकारा, तर सुन्ने कोही छैन। हे प्रभु, मेरो कृष्ण बाहेक मेरो को छ यो संसारमा? तर सुन्ने कोही छैन जगमा कतै सहारा। तिमी मात्र छौ दुखीका, किन पीडा बुझ्दैनौ, सेवक रुँदैछ निसदिन, किन आँसु पुछ्दैनौ। द्रौपदी महारानीले भगवान प्रति आर्त पुकार गरे हुनाले भगवानले के गरिबक्सियो? जस्तो सुकै दुःख पर्दाखेरि पनि आज भगवान कृष्णले आज द्रौपदी महारानीले रक्षा गरिबक्सियो। भगवानको भक्त कस्तो हुनुपर्छ भन्ने आज नितान्त हेर्दा हाम्रो श्रीमद् भागवत महापुराण प्रथम स्कन्धको 6औं 7औं अध्यायले कस्तो कथा बताएको छ हजुरले सुन्नु। दिव्य हो यस्तो अलौकिक श्रीमद् भागवत त्यसै गरी गएर हरेक चरित्रहरू श्रवण गर्दै गर्दै जानु। बालक ध्रुवको चरित्र श्रवण गर्नुभयो, दक्ष प्रजापतिका चरित्रहरू श्रवण गर्नुभयो, यता ब्रह्माजीले गर्नुभएको ब्रह्मस्तुतिहरूको कथाहरू श्रवण गर्नुभयो, इत्यादि धेरै धेरै स्तुतिहरू लगायत भगवानका चरित्रहरूको वर्णन गर्नुभयो। हजुरहरूले माफ गरिबक्सेलाई विलम्ब नहोस्, यहाँ कार्यक्रममा बाधा नफोस् म यही चाहन्छु है। भक्तवत्सल भगवानको त्यसैले भगवानका चरित्र सुनेर सुनाएर सकिँदैन। आज यस निरूपी मन्दिरमा जुन उद्देश्य र जुन कामनाले श्रीमद् भागवत महापुराणलाई बक्सेको छ, उहाँको मनोकामना हाम्रो सर्वेश्वर भगवान श्रीमन् नारायणले पूर्ण गर्दै बक्सिन्छ। गुरुदेव जसरी भए पनि हजुर सवारी हुनुपर्छ, 1 मिनेट भए पनि हजुर सवारी हुनुपर्छ, 10 मिनेट भए पनि सवारी हुनुपर्छ। हजुरले आएर पादार्पण गरिदिनुपर्छ। मलाई फिटिक्कै समय थिएन, म भागवतमै छु अहिले, चाबेल सरस्वती नगरमा कथामै छु अहिले। र कथाकै बिच भए पनि म अन्यत्र जाने होइन, श्रीमद् भागवत पुराण लागेकै ठाउँमा जाने हो भनेर एकछिन मैले त्यहाँ मिलाएर यहाँ केवल भागवत कथा श्रवण गर्न, भगवानको दर्शन गर्न, भगवानका भक्तहरूको दर्शन गर्न भनेर मात्रै आएको। याद गरिबक्सिस्। अब धेरै समय नलिकन सबै यस कर्ता परिवारको मन मति बुद्धि सर्वेश्वर भगवान श्रीमन् नारायणमा लागोस्। नित्य निरन्तर आफ्ना वाणीहरूलाई सिद्ध गर्ने, आफ्ना वाणीहरूलाई सिद्ध गर्ने आदत सबैमा बसोस् भगवानसँग प्रार्थना गर्छु। साथै टाढा नजिकदेखि सवारी हुनेका भक्तहरूको पनि मन मति बुद्धि सर्वेश्वर भगवान श्रीमन् नारायणमा लागोस्। सदा सर्वदा भगवानको कृपा सबैजनालाई मिलोस्। यही आशीर्वचन प्रदान गर्दै धेरै विलम्ब नगरिकन अब हामी त वक्ता फेरि बोल्न लागेपछि थाहा नै हुँदैन। म त कन्ट्रोल गर्नै सक्दिनँ, सबैलाई थाहा छ। मैले सबै भक्तहरूलाई म यहाँ रुवाउन चाहदिनँ, म हँसाएरै जान्छु। भक्तवत्सल भगवानको, आनन्दकन्द भगवानको यही अनुरोध गर्दै फेरि कुनै बेला संयोग मिलेछ भने
हजुरलाई फेरि नितान्त नजिकै हामी कथा सुनाउने नै छौँ। यस्तो आनन्दको वर्ष त्यतिखेर हुनेछ, सबै कर्ता परिवारहरूलाई जानकारी हुनेछ। निकटमै अब केही 2 महिनाको अन्तरालमा म केही समय विदेशको यात्रा मेरो रहेको हुनाले म केही समय 2 महिना होइन, आएपछि मेरो 5वटा भागवत डायरीमा लेखिसकेको छ, हजुर सल्लाह दिनुपर्छ। मैले आजै रन्जु यहाँ आएर सबैलाई है सानो आमा विकासजीलाई विशेष निमन्त्रणा अहिले नै आजैबाट भक्तवत्सल भगवानको आनन्दगन्ध भगवानको हजुरहरू नजिकैतिर हुन्छ, भागवतको केही समय छैन, त्यसैले हजुरहरू सवारी हुनुहोला। हजुरलाई केही निवेदन गर्दै सबै भक्तहरूलाई मङ्गलानुशासन गर्दै गुरुदेवपट्टि पनि मैले समय लिएँ, आभार व्यक्त गर्दै यो दिव्य आफ्ना टुटे फुटेका हाम्रो त स्वामीजीको अगाडि म त अब यो के भन्छन् सूर्यको मुखुन्जेल बत्ती भने जस्तै हो, तापनि मैले हजुरलाई 2-4 शब्द सुनाएँ भगवान्का विषय कुराहरू। त्यसैले शुद्ध मति शुद्ध चित्तले यस्तै श्रीमद् भागवत लगाउने जीवनमा याद गरिबेला है। मैले जहाँ पनि भन्ने गरेको छु श्रीमद् भागवत लगाउने पैसा भएर मात्रै होइन। यदि हजुरहरूसँग 1 पैसा छैन भन्नुहुन्छ भने पनि मधुसूदन गुरुलाई सम्झिनुहोस्, 1 पैसा अर्थठा नदिकन श्रीमद् भागवत गरिदिने जिम्मा मेरो। हजुरलाई यहीँबाट अनुरोध गर्छु, हजुरलाई यहीँबाट अनुरोध गर्छु। 1 पैसा सामान छैन भने पनि मेरो घरमा लिन आउनुहोस्, सबै सामान सहित तयारी गरेर हजुरलाई श्रीमद् भागवत। किन बिचरा कि गरिबका चाहिँ पितृ हुँदैनन् र मलाई सम्झिँदै भाव लागेर आउँछ कतै म भनिरहन्न। त्यसैले जीवनमा एकचोटि श्रीमद् भागवत महापुराण चाहिँ सही शुद्ध पवित्र ब्राह्मणलाई खोजेर यानि कि भागवत लगाएर आफ्नो पितृहरूको कुल पितृहरूको उद्धार चाहिँ गरिबक्सियोस्। सबैलाई यही अनुरोध गर्दै अहिले पूर्णमदः पूर्णमिदं पूर्णात् पूर्णमुदच्यते पूर्णस्य पूर्णमादाय पूर्णमेवावशिष्यते। ओम स्वस्ति प्रजाभ्यां परिपालयन्ता न्यायेन मार्गेण महिषा गोब्राह्मणेभ्यो शुभमस्तु नित्यं लोका समस्ता सुखिनो भवन्तु। ओम पूर्णमदः पूर्णमिदं पूर्णात् पूर्णमुदच्यते पूर्णस्य पूर्णमादाय पूर्णमेवावशिष्यते। ओम शान्तिः ओम शान्तिः ओम शान्तिः अस्तु।